नमस्कार। आफ्नो परिवारको लागि एउटा सुरक्षित आर्थिक भविष्य बनाउने सपना सायद हामी सबैको हुन्छ, होइन त? त्यसोभए आज यही सपनालाई साकार पार्न एउटा व्यावहारिक खाका कस्तो हुन सक्छ त्यसबारे कुरा गरौँ। बजारमा लगानीका यति धेरै विकल्पहरू छन् कि कुन रोज्ने कसो गर्ने भनेर अलमल हुनु एकदमै स्वाभाविक हो। अझ धेरैजसो विकल्पहरू त सुन्दैमा जटिल र जोखिमपूर्ण पनि लाग्छन्। तर चिन्ता नलिनुहोस्, आज हामी मिलेर परिवारको लागि एउटा आर्थिक किल्ला बनाउने खाका तयार पार्नेछौँ, त्यो पनि एक एक कदम अघि बढेर। यो लगानीलाई हेर्ने एउटा सरल तर निकै शक्तिशाली तरिका हो। ल, अब सुरु गरौँ। हरेक बलियो संरचनाको सुरुवात एउटा मजबुत जगबाट हुन्छ, होइन र? हाम्रो आर्थिक किल्लाको जग भनेको आपतकालीन कोष हो, जुन हाम्रो लागि एउटा ढाल जस्तै हो। हाम्रो सबैभन्दा पहिलो र महत्त्वपूर्ण लक्ष्य भनेको कम्तीमा 3 देखि 6 महिनासम्मको आवश्यक खर्च धान्ने रकम जम्मा गर्नु हो। यो नै पहिलो टार्गेट हो। अब यो आपतकालीन कोष भनेको के हो त? यो एउटा छुट्टै बचत खाता हो। सोच्नुस् त, यसले जागिर छुट्दा वा अचानक स्वास्थ्यमा समस्या आउँदा जस्ता घटनाहरूबाट हाम्रो लामो समयको लगानीलाई जोगाउने ढालको रूपमा काम गर्छ। त्यसैले यो हाम्रो पहिलो प्राथमिकता हो, यसमा कुनै सम्झौता हुँदैन। ठिक छ, जग तयार भयो। अब पालो आउँछ किल्लाको पर्खाल बनाउने। यसको लागि हामीले कम जोखिम भएका र भरपर्दो सम्पत्तिहरूमा ध्यान दिनुपर्छ, जसले हाम्रो किल्लालाई सुरक्षित स्थिरता दिन्छ। किल्लालाई बलियो बनाउन सरकारी समर्थित योजनाहरू उत्कृष्ट विकल्प हुन सक्छन्, जस्तै ट्रेजरी बन्ड, राष्ट्र बचत पत्र वा हुलाक बचत योजनाहरू। हुन त यी देशअनुसार फरक हुन सक्छन्, तर यिनीहरूलाई सामान्यतया सबैभन्दा सुरक्षित लगानी मानिन्छ। अनि हामीले अवकाश कोषलाई त भुल्नै हुँदैन। कर्मचारी सञ्चय कोष वा नागरिक लगानी कोष जस्ता योजनाहरूमा लगानी गर्नु एकदमै महत्त्वपूर्ण छ। किनकि यिनीहरूले करमा छुटका साथै चक्रवृद्धि ब्याजको फाइदाले दीर्घकालीन वृद्धि सुनिश्चित गर्छन्। त्यसो भए यहाँ बुझ्नुपर्ने मुख्य कुरा के हो भने यी स्थिर लगानीहरू हाम्रो आर्थिक किल्लाका बलिया पर्खालहरू हुन्। यिनीहरू विश्वसनीयता र सुरक्षित दीर्घकालीन विकासको लागि बनाइएका हुन्। ल, अब किल्लाको जग र पर्खाल सुरक्षित भइसकेपछि किल्लामाथि अग्ला बुर्जहरू बनाउने समय भयो। यी बुर्जहरूले नै हाम्रो सम्पत्तिलाई निरन्तर बढाउन मद्दत गर्छन्। यसको लागि हामीसँग दुईवटा शक्तिशाली उपकरणहरू छन्, इन्डेक्स फन्ड र म्युचुअल फन्ड। इन्डेक्स फन्ड भनेको एउटै लगानीमा बजारका धेरै ठूला कम्पनीहरूको सानो सानो हिस्सा किन्नु जस्तै हो र एसआइपी मार्फत यसमा नियमित लगानी गर्न सकिन्छ। अर्कोतिर विविधीकृत म्युचुअल फन्डहरू विज्ञहरूले व्यवस्थापन गर्छन् र यसमा शेयर र बन्डको सन्तुलित मिश्रण हुन्छ। महत्त्वपूर्ण कुरा के हो भने यी दुवै विकल्प 10 देखि 20 वर्षको लामो अवधिमा बिस्तारै र निरन्तर रूपमा सम्पत्ति निर्माण गर्नको लागि एकदमै उपयुक्त मानिन्छन्। खास गरी इन्डेक्स फन्डले लामो समयमा धेरैजसो विशेषज्ञहरूलाई पनि पछि पार्ने हुनाले यो मध्यमवर्गीय परिवारको लागि सम्पत्ति बढाउने सबैभन्दा राम्रो साथी बन्न सक्छ। जब हाम्रो किल्ला बलियो र सुरक्षित हुन्छ, त्यसपछि हामी अझ ठूलो सोच्न सक्छौँ। अब आफ्नो राज्य विस्तार गर्ने र भावी पुस्ताको लागि सम्पत्ति सुरक्षित गर्ने बारे सोच्ने समय आउँछ। यसको लागि घर जग्गा एउटा राम्रो विकल्प हुन सक्छ। बस्नको लागि घर किन्नुहोस्, भाडामा दिनको लागि सम्पत्तिमा लगानी गर्नुहोस् वा रिट्स मार्फत लगानी गर्नुहोस्। रिट्स भनेको घर जग्गा व्यवसायमा सानो हिस्सा किन्नु जस्तै हो, जसले सिधै घर किन्न नसक्नेहरूलाई पनि लगानीको राम्रो अवसर दिन्छ। परिवारको भविष्य सुरक्षित गर्न बालबालिकाको शिक्षाको लागि विशेष बन्ड वा म्युचुअल फन्डमा लगानी गर्न सकिन्छ। साथै सुनमा गरिएको सानो लगानीले मुद्रास्फीतिबाट बचाउन मद्दत गर्छ। यसको लागि गोल्ड ETF, जुन डिजिटल सुन जस्तै हो, वा सभरेन गोल्ड बन्ड जस्ता विकल्पहरू रोज्न सकिन्छ। तर एउटा लगानी यस्तो छ जसले प्राय सबैभन्दा बढी प्रतिफल दिन सक्छ। त्यो के हो थाहा छ? त्यो हो आफैमा लगानी गर्नु। कुनै सानो व्यवसाय सुरु गर्नु, अनलाइन कोर्सहरू लिनु वा आफ्नो सिप विकास गर्नु। मध्यमवर्गीय परिवारहरूको लागि यो साँच्चै नै सबैभन्दा उत्तम लगानी हुन सक्छ। हामीले जग, पर्खाल, बुर्ज र राज्य विस्तारको बारेमा कुरा गर्यौं। अब यी सबैलाई मिलाएर यो आर्थिक किल्लाको एउटा नमुना खाका कस्तो देखिन्छ, आउनुहोस् त्यो हेरौं। यो एउटा सन्तुलित पोर्टफोलियोको उदाहरण हो।
हेर्नुहोस् त 40% हिस्सा इन्डेक्स फन्डको एसआइपीलाई दिएको छ, जुन सम्पत्ति बढाउने हाम्रो मुख्य इन्जिन हो। 20% सरकारी योजना र अर्को 20% सन्तुलित म्युचुअल फन्डले स्थिरता र सुरक्षा दिन्छन्। बाँकी 10% सुनले मुद्रास्फीतिबाट बचाउँछ भने अन्तिम 10% आपतकालीन कोष भर्न र आफ्नो सिप विकासको लागि हो। देख्नुभयो, यो खाकाले कसरी सुरक्षा, वृद्धि र विविधीकरणलाई सन्तुलनमा राख्छ। तर एउटा कुरा याद राख्नु एकदमै महत्त्वपूर्ण छ, यो केवल एउटा सुरुवात बिन्दु हो। आफ्नो आम्दानी, उमेर र जोखिम लिन सक्ने क्षमता अनुसार यसलाई मिलाउनुपर्छ। अब यो चर्चाको अन्त्यमा म एउटा प्रश्न सोच्नको लागि छोड्न चाहन्छु। एउटा परिवारको आदर्श आर्थिक किल्लाको खाका आखिर कस्तो देखिन सक्छ होला?